मेरो साथीभाइ दिदीबहिनीहरूलाई म जयमसी कान्छाबाट जयमसी भन्न चाहन्छु। आज एका बिहानी म आज हाइफामा आएको छु र आज मेरो पछाडिमा भएको एउटा पुरानो चर्चको बारेमा कुराकानी गर्नु र तपाईँहरूलाई देखाउनु लागि म आएको छु। फेरि पनि तपाईँहरूलाई वेलकम छ। र आज म कुन चर्चमा छु भन्दाखेरि यो चर्चको नाम के हो भन्दाखेरि र यो चर्चको नाम चाहिँ के हो भन्दाखेरि यो चर्चको नाम चाहिँ हो रसियन अर्थोडक्स चर्च द चर्च अफ एलाइजा भनिन्छ। र यो चर्च चाहिँ कहिले बनाएको भन्दा 90s मा बनाएको हो र यसको इतिहास 100 सालभन्दा बेसी भए तापनि तर यो चर्च चाहिँ 1913 मा चाहिँ यो चर्च बनाइसकेको हो र इनोग्रेट गरेको हो भन्दछ। र यो चर्च चाहिँ बनाउने कारण चाहिँ किन हो भन्दा 80s र 90s मा चाहिँ रसियनहरू रसियादेखि यहाँ तीर्थयात्री तीर्थ गर्नु लागि आउँदै थियो र त्यो रसियन क्रिस्चियनहरूको एसोसिएसनले देखेर चाहिँ यो चर्चलाई स्थापना गरिएको हो। किन स्थापना गरिएको भन्दाखेरि त्यो रसियन अर्थोडक्स विश्वासीहरूलाई चाहिँ सेवा दिन सुविधा दिन र प्रार्थना र श्रद्धा भएको कारणले गर्दाखेरि उहाँहरूलाई अलिक हेर्नु प्रार्थना गर्ने सेन्टर रसियनहरूको लागि बनाएको कारणले चाहिँ यो चर्च बनाएको र हरेक सन्डे पुरानो नयाँ जवानीहरू यहाँ राम्रो ड्रेसअप लाएर चाहिँ रसियन अर्थोडक्स क्रिस्चियनहरू चाहिँ यहाँ प्रार्थना गर्दछ र साथसाथै म जस्तो पनि इजरायललाई मनपर्ने र क्रिस्चियन भएको कारणले गर्दा यहाँ आएर यसो प्रार्थना गर्ने यो प्रार्थनाहरू गर्न लागि आउँदछ। सो लेट्स गेट इनसाइड दिस चर्च है त। र यस र अब फेरि पनि मेरो पछाडिमा भएको तस्बिर चाहिँ को भन्दा प्रभुको दास प्रोफेट एलियाको इमेज हो। उहाँको सम्बोधनमा बनाएको चर्च र उहाँको जस्ट एउटा चित्र पेन्टिङ गरेको उहाँको सम्बोधनमा र तपाईँले यहाँ देख्न सक्नुहुन्छ। र म अब कहाँ छु भन्दाखेरि ठिक्कै चर्चको अगाडि छु। अब हामी भित्र जानेछौँ र चर्च कस्तो प्रकारको बनाएको छ, भित्रको डिजाइन कस्तो छ हामी हेर्नेछौँ। सो आज अगमवक्ता एलियालाई सम्बोधन गरिएको चर्च रसियन अर्थोडक्स चर्च भित्र म जाँदैछु जो चाहिँ हाइफाको कार्मेलमा लोकेट गरिएको छ। त्यो चर्चभित्र गएर म 1-2 प्रार्थना गर्नेछु र मेरो कति कुराहरू सेयर गर्नेछु परमेश्वरलाई र साथसाथमा सबैलाई धन्यवाद भन्दै प्रभुलाई धन्यवाद भन्दै म अगाडि बढ्नेवाला छु। मसँग तपाईँ रहिदिनु होला, मसँग मेरो भिडियोलाई हेरिदिनु होला र मन पऱ्यो भने यसो लाइक र कमेन्ट गर्दा पनि हुन्छ है त। त्यति भन्दै लेट्स गो इनसाइड।
ल साथीभाइहरूलाई मैले यो तेल किनेको छु, यहाँको जस्मिन, र क्यान्डल पनि किनेको छु। अन्त यो क्यान्डलले हुन त अब यति साह्रो म यो छुइनँ, तर पनि एउटा क्यान्डल एउटा के को प्रतीक हो भन्दा ज्योतिको र प्रकाशको प्रतीक भएको कारणले, म स्वयं प्रकाश भएको कारणले गर्दा म गएर क्यान्डल बाल्नेछु। यो क्यान्डल बाल्दा प्रभुले सुन्ने नसुन्ने होइन, किन मैले क्यान्डल बालेँ भन्दाखेरि जस्ट अलिकति चर्चलाई फाइनेन्सियली सपोर्ट हुन्छ भनिकन। नम्बर 2, र किन मैले यो किनेको भन्दाखेरि चाहिँ यसो तपाईँहरूलाई पनि देखाइदिउँ भनेर। अब म गएर भित्र क्यान्डल बाल्नेछु। ल तपाईँले हेर्न सक्नुहुन्छ। अब अहिले म चर्चको बाहिर निस्किकन साइडमा फ्लावर गार्डनमा म आएर तपाईँहरूको माझमा देखाउँदैछु, बोल्दैछु। र यो फेरि पनि म के भन्न चाहन्छु भन्दा यो चर्च किन बनाएको भन्दा दुईटा कारण मेन भनौँ।
एउटा कारण हो अगमवक्ता एलियाको सेवाकाई उहाँको विश्वास श्रद्धा र त्यो करेजको सम्झना गर्दै यो चर्च उहाँको नाममा डेडिकेट गर्दै यो चर्च बनाएको हो। नम्बर 2, रसियन अर्थोडक्स तीर्थयात्रीहरू रसियादेखि यहाँ आउँदाखेरि तीर्थयात्रीहरूलाई सेवा सुविधा र प्रार्थना गर्ने एउटा प्लेस बनाएको लागि उहाँको सेवा सुविधाको लागि यो चर्च बनाएको थियो र हो। र अहिले पनि रसियनका विभिन्न अर्थोडक्स क्रिस्चियनहरू आएर र साथसाथ नन रसियन अरू क्रिस्चियनहरू पनि आएर यहाँ प्रार्थना गरेर क्यान्डलहरू बालेर जाने गर्दछ। सो र यो चर्च चाहिँ कुन स्टाइलमा बनाएको हो भन्दा रसियन स्टाइलमा बनाएको। किन भन्दाखेरि उनीहरूले कन्स्ट्रक्सन चाहिँ रसियन क्रिस्चियनहरूले कन्स्ट्रक्सन चाहिँ यो जस्तो गर्दो रहेछ। तपाईँले देख्न सक्नुहुन्छ यसको पेन्टिङ हेर्नुहोस्, जसको एउटा क्रस हेर्नुहोस् र यसको त्यो गुम्बक भन्छ नि डल्लो चुच्चो गरेर यस्तो हुन्छ रसियनहरूको प्रायः। अनि फ्लावर गार्डन वरिपरि कुनै पनि चर्च उनीहरूको मेजोरिटी चर्चमा चाहिँ वरिपरि चाहिँ फ्लावरहरू गार्डन एउटा सुन्दर बगैँचा स्वर्गीयको कल्पना गरेर गार्डन अफ इडेनको कल्पना गर्दै बनाएको हुँदछ। यिनीहरूले रसियनको हो भन्नु हामी सक्छौँ। र यति भन्दै आजको यो भिडियो कस्तो लाग्यो तपाईँहरूले आफ्नो विचार भन्नुहोला। यदि तपाईँहरूलाई आउने इच्छा छ भने म डिस्क्रिप्सन हालिदिन्छु, म एड्रेस हालिदिन्छु, म त्यो हेरेर तपाईँ आउनु सक्नुहुन्छ। इफ युआर इन इजरायल, इफ युआर नट इन इजरायल यु क्यान गुगल इट है। त्यति भन्दै म जय मसीह कान्छा तपाईँहरूको प्यारो भाइ बिदा लिन चाहन्छु र अर्को भिडियोको लागि पर्खिनुहोस् होला भन्दै पुत्र यीशु ख्रीष्टको नाममा तपाईँहरूलाई फेरि पनि जय मसीह।